next topic is computer aided software engineering. Somehow they called as a case tool as well. ल कम्प्युटर एडेड सफ्टवेयर इन्जिनियरिङ बुझ्नुभन्दा पहिला फर्स्टमा एउटा किवर्ड बुझ्नु पर्यो वाट इज एडेड के हो एआइडिडी एडेड भनेको भन त एकजनाले तिमीले कतै कतै हेल्पफुल लिनु पर्यो जस्तै तिमीले एउटा कुनै पनि अनलाइन कोर्सहरू गर्नु पर्यो फर इक्जाम्पल कोर्सेरा इज अ प्लेटफर्म तिमीले कोर्सेराबाट कुनै पनि के गर्नु पर्यो अनलाइन कोर्सहरू लिनु पर्यो तिमीसँग सफिसियन्ट रिसोर्सेसहरू छैन टु एचिभ द्याट कोर्स भने यु निड टु गेट हेल्प द्याट हेल्प इज कल छुट्टै टर्मिनोलोजी नेमिङ कन्भेन्सन्स गरेको द्याट इज कल एडेड है जस्तै तिमीले फाइनेन्सियल एड एप्लाई गर्छौ यु निड टु हेल्प केही रिसोर्स केही स्कलरसिपहरू पाउनको लागि द्याट्स वाइ अब इन टर्म्स अफ सफ्टवेयरको भाषामा पनि केस टुल इज युज फर हेल्पफुलिङ अर इन्हेन्समेन्ट अफ द्याट म्यानुअल वर्क्स डिजिटाइजेसन्समा छ भने कसरी हेल्प हुन्छ डिफ्रेन्ट प्रोजेक्ट म्यानेजमेन्ट टुल्सहरू युज गरेर भन्ने कुराहरू चाहिँ कम्प्युटर एडेड सफ्टवेयर इन्जिनियरिङमा पर्छ समहाउ यसको सर्ट फर्म भनेको सिएएसई केस टुल केस भन्छ है त्यसैले अब यसको एक्सप्लेनेसन्स इज युज अफ सफ्टवेयर टुल्स टु हेल्प इन द डेभलपमेन्ट एन्ड मेन्टेनेन्स अफ सफ्टवेयर तिमीले कुनै पनि टुल्स युज गरेर बिल्डअप गरेको सफ्टवेयर र विदाउट टुल युज गरेर बिल्डअप गरेको सफ्टवेयर इज भेरी भेरी डिफरेन्स द्याट्स वाइ दे आर जस्ट युज एज टुल किन भन्दाखेरि तिमीले गरेको कामको एफिसियन्सी तिमीले गरेको कामको पोर्टेबिलिटी इन्क्रिज गर्नको लागि के हुन्छ वी निड टु अपग्रेड्स फर बेटर अपर्च्युनिटी द्याट्स वाइ बेटर अपर्च्युनिटी लिनको लागि हामीसँग रिसोर्स फुलफिल गर्न केही भएन भने वी निड्स हेल्प द्याट हेल्प इन टर्म्स अफ सफ्टवेयरको भाषामा डिफ्रेन्ट टुल्स टास्कहरू ब्रेक डाउन गर्नु पर्यो कसरी गर्ने द्याट इज गिभन बाई द केस टुल्सहरू आर इन्टेन्डेड टु प्रोभाइड अटोमेटिक सपोर्ट्स फर सफ्टवेयर प्रोसेस एक्टिभिटिज दे आर रिक्वायर्ड दे आर इन्टेन्सनल होइन कुनै पनि सफ्टवेयर एक्टिभिटिजहरू गर्नको लागि डिफ्रेन्ट कम्प्युटर एडेड सफ्टवेयर इन्जिनियरिङ टुल्सहरू युज गरेको हुन्छ है दे क्यान अन्डरस्ट्यान्ड द सफ्टवेयर एन्ड प्रिपेयर अ गुड्स इन प्रोडक्ट द्याट इफिसियन्टली फुलफिल द युजर रिक्वायरमेन्ट हामीले यो केस टुल अप्रोच यसको स्टेप्सहरू फलो गरेर कुनै पनि सफ्टवेयर बिल्डअप गरेको इफिसियन्सी र कस्टमरको सेटिस्फ्याक्सन इज हाई द्याट्स वाइ केस टुल इज भेरी भेरी इम्पोर्टेन्ट इट प्रोभाइड द वे द्याट क्यान फुलफिल द रिक्वायरमेन्ट अफ सफ्टवेयर डेभलपर्स नट ओन्ली द क्लाइन्ट पर्सपेक्टिभबाट इट्स अल्सो फुलफिल द सफ्टवेयर डेभलपर्सको भ्यूबाट एज वेल दिस टुल प्रोभाइड कम्प्युटराइज सेटिङ टु सफ्टवेयर डेभलपर्स टु एनालाइज अ प्रब्लम एन्ड देन डिजाइन इट्स सिस्टम मोडल्स हामीले कुनै पनि केस टुल्सबाट कुनै पनि टेम्प्लेट्सहरू क्रिएट गर्यो भने यसले के गर्ने हो computerized settings of software developers to analyze a problem then its design कुनै पनि सिस्टम्सहरू बनाउनको लागि फर्स्टमा हामीले फिजिबिलिटी स्टडीहरू गर्नु पर्यो एनालाइसिसहरू गर्नु पर्यो त्यो गरेको एनालाइसिसलाई डिजाइनमा म्याप गर्नु पर्यो र डिजाइनमा म्याप गरेकोलाई हामीले के गर्छौँ सिस्टम्समा मोडल्समा कन्भर्टेड गर्छौँ युजिङ डिफ्रेन्ट प्रोग्रामिङ ल्याङ्ग्वेज अब यसमा केस टुल त भनिन्छ तर कस्तो कस्तो टुल्सहरू हुन्छन् भनेर यहाँ जस्ट क्याटेगोराइज गरेको छ यो हामीले युज गर्छौँ डेभलपमेन्ट टिमले यो भयो भने के हुन्छ भन्दाखेरि इजी टु युज सफिसियन्ट विदिन रियल टाइम डेटाहरू दिन्छ त्यसैले यहाँनिर डिफ्रेन्ट केस टुल्सहरू डायग्राम स्कोपबाट प्रोजेक्ट म्यानेजमेन्ट स्कोप डकुमेन्टेसन्स वेब डेभलपमेन्ट क्वालिटी असुरेन्स र मेन्टेनेन्स डिफ्रेन्ट एरिया सेक्टर्सबाट कस्तो कस्तो टाइपको सफ्टवेयरहरू एज अ टुल फर्ममा हामीले युज गर्छौँ भनेर यहाँ रिप्रेजेन्टेसन्स गरेर देखाउन खोजेको मात्रै हो फर्स्टमा डायग्राम टुलहरू हामीसँग डिफ्रेन्ट अलरेडी लर्न गरेको डिएफटी डायग्रामहरू इआर डायग्राम चार्ट मेकर्सहरू अरू डिफ्रेन्ट क्लास डायग्राम अब्जेक्ट डायग्राम स्ट्रक्चर डायग्राम द्याट इज द पार्ट इन आवर कोर्स कन्टेन्ट त्यसैले डायग्राम टुलमा के राखेको हामीले अलरेडी लर्न गरेको कुराहरूलाई मात्र राखेको डिएफटी इआर डायग्रामहरू त हामीले के गरिसक्यौँ अलरेडी लर्न गरिसक्यौँ अब प्रोजेक्ट म्यानेजमेन्ट टुल्सहरू जस्तै फर इक्जाम्पल एउटा लियौँ यसमा के हुन्छ भन्दाखेरि जुन इन हाउस डेभलपमेन्ट टिमले सफ्टवेयर डेभलप गर्नलाई हायर गर्छ त्यहाँनिर सँगसँगै डेभअप्सहरू पनि हायर हुन्छ त्यो डेभअप्सहरू हायर हुँदाखेरि यु निड्स टु क्रिएट अ प्रोजेक्ट म्यानेजमेन्ट टुल्स एज मच एज टु मिनिमाइज द ट्राफिक इन सर्भर बट त्यो हुँदा हुँदै पनि हामीले डेभलप गरेको डिफ्रेन्ट टुल्सको लागि हामीले के गर्नुपर्ने हुनसक्छ भन्दा युनिट टु कोल्याब युनिट टु अन्डरस्ट्यान्ड इन आवर सर्कल्स द्याट्स वाइ वी आर गोइङ टु युज द्याट प्रोजेक्ट म्यानेजमेन्ट टुल्स जस्तै अहिले हामीले युज गर्ने डिफ्रेन्ट माइक्रोसफ्टको प्रोडक्ट एक्सेल वर्डहरू छ द्याट इज अल एबाउट द प्रोजेक्ट म्यानेजमेन्ट टुल्स एज वेल यहाँनिर क्रिएटिभ प्रो अफिस भनेर एउटा कुनै सफ्टवेयरको नाम दिएको छ द्याट इज युज फर
प्रोजेक्ट म्यानेजमेन्ट टुल्स। थर्ड वान इज डकुमेन्टेसन्स टुल। अब हामीले यतिकै गरेर हुँदैन, जति पनि रफली डकुमेन्टेसन्स ड्युरिङ डिजाइन फेज गरे तापनि लास्ट फेजमा हामीले त्यसलाई के गर्नुपर्ने हुनसक्छ, डकुमेन्टेसन सुड बी क्लियरली डिफाइन्ड है। जस्तै डक्टर एक्सप्लेन इज वान एक्जाम्पल अफ सफ्टवेयर। नेक्स्ट वान इज वेब डेभलपमेन्ट टुल। एज वेब इज इन्सपेक्ट। देयर आर डिफरेन्ट प्लेटफर्म्स टु क्रिएट वेब एप्लिकेसन्स राइट नाउ यो टाइममा। द्याट्स वाइ वी निड टु क्रिएट एनी वेब डेभलपमेन्ट टुल्स फर बेटर अन्डरस्ट्यान्डिङ अर बेटर डेभलपमेन्ट अफ पार्टिकुलर सफ्टवेयरको लागि। नेक्स्ट वान इज क्वालिटी असुरेन्स टुल। हामीले बिल्डअप गरेको कुराहरूलाई टेस्टिङ गर्नुपर्ने हुनसक्छ। डिफरेन्ट टुलहरू युज गरेर, जेमिटर, पोस्टम्यानहरू युज गरेर तिमी जुन सजिलो लाग्छ यु आर गोइङ टु युज द्याट डिफरेन्ट टुल्स एन्ड टेक्नोलोजी है। अब जेमिटर द्याट इज युज फर मेजरिङ द लोड टेस्टिङ, पर्फर्मेन्स टेस्टिङ अब कुनै पनि वेब बेस्ड एप्लिकेसन्सहरूको लागि है। मेन्टेनेन्स टुल्स जस्तै बक्जिला फर डिफेक्ट ट्र्याकिङ। जस्तै कुनै पनि इन हाउस डेभलपमेन्ट टिमले डेभलप गरे सफ्टवेयरको फिचर्सहरू त्यहाँ केही कुराहरू फिडब्याक दिनुपर्ने भयो भने हाउ वी क्यान गिभ, वी निड टु क्रिएट एनी टिकेट्स बाई युजिङ द डिफरेन्ट डेभअप्स वी युज है। त्यो भयो भने हामीलाई के हुन्छ भन्दाखेरि इररहरू स्टेप बाई स्टेप रिप्रेजेन्टेसन्स गर्न पनि सजिलो हुन्छ फ्रम टेस्टिङ पर्सपेक्टिभबाट। एन्ड इन डेभलपमेन्ट पर्सपेक्टिभ इररबाट हामीले के गर्ने, ट्राई टु फाइन्ड आउट द सोल्युसन्स। द्याट्स वाइ मेन्टेनेन्स टुल्स इज अल्सो मच मोर इम्पोर्टेन्स। द्याट्स वाइ देयर आर डिफरेन्ट केस टुल्स एभाइलेबल भन्न खोजेको है। अब यसको एडभान्टेज डिसएडभान्टेजहरू छन्। ल अरू केही छ सोध्नु कि आजलाई यति नै गर्ने? धेरै पढे जस्तो भयो कि कन्टिन्यू यतिकै रह्यो गर्ने? सर आज। तिमी गर्नु अरू भोलि गर्नु होला। यतिकै नै सर। ल आजलाई यति नै गरौँ होला है। धेरै थ्योरी पार्ट पनि भयो। के पढा पढा दिक्क लाग्यो। तर इक्जाम्पलबाट पढ्न सजिलो हुन्छ। मैले हजुर इक्जाम्पल दिँदै पढाउँदा अलिक अन्डरस्ट्यान्डिङ हुन्छ। हजुर ल हुन्छ आजलाई यति नै गरे पनि हुन्छ। फर्स्ट क्लास हो होइन, हजुर हजुर हुन्छ हुन्छ सर। बिस्तारै पढ्दै जाउँ न। ल आजलाई यति नै गरौँ है त। ल ल गुड नाइट। गुड नाइट सर, गुड नाइट।